स्टुडेन्ट्स, आज चाहिँ एकाउन्टिङ फर डिबेन्चर रहेको क्वेशन नम्बर 3 सोल्भ गर्छौं। अब पार एन्ड प्रिमियम को क्वेशन नम्बर 2 सोल्भ गरेर YouTube मा अपलोड गरिदिएछु म, त्यो हेर्नु होला। अब सर्टमा चाहिँ सम्झाउँछु यो पार प्रिमियम के हो। पार प्रिमियम साथीसँग तपाई 100 रुपैयाँ लिनुभयो एक सालको लागि। एक सालपछि तपाई कति दिनुहुन्छ? 110 रुपैयाँ एड गरेर। अब तपाईको लागि यो 10 रुपैयाँ एक्स्ट्रा जुन दिइराख्नु भयो त्यो लस हो, यति चाहिँ बुझ्नु होला। अब काम बन्छ, ठीक छ। तपाई डेट मा 1 नम्बर लेख्नु होला। यहाँ लेख्नु होला एन्ट्रीज फर इस्युड। अब क्वेशन पढ्नु होला। पहिला हिसाब बनाउन लागिहाल्छु म। अ कम्पनी लिमिटेड इस्युड 4000। अ कम्पनी लिमिटेड इस्युड 4000 10% डिबेन्चर। अब यहाँ जुन 10% दिएछ यो नामको लागि छ, काम यसको छैन। अब 10% डिबेन्चर अफ आरएस 100 इच एट पार। पारमा कतिले 4000 पैसा लिएको छ, इस्युड गरेछ। कतिको रेटले? 100 रुपैयाँको रेटले। दिस डिबेन्चर वेयर रिडीम्ड आफ्टर 7 year at 10% प्रिमियम। अब 4000 रुपैयाँ लिएको छ। अब 7 साल पछि दिन्छ भने त्यसमा 10% अझ के ब्याज जोडेर दिनु पर्छ। प्रिमियमलाई तपाई ब्याज बुझ्नु होला, ठीक छ। अब तपाई 1 नम्बरमा बैंक लेख्नु होला। यहाँ सबै काम बैंकबाट नै हुन्छ। बैंक अकाउन्ट डीआर। अब तपाई जुन यहाँ 10 रुपैयाँ एक्स्ट्रा दिइराख्नु भएछ यो तपाईको लागि लस हो। अब लस हुन्छ, तपाई डेबिट मा लस लेख्नु होला। लस अन इस्यु अफ डिबेन्चर अकाउन्ट डीआर। अब प्रिमियम पनि दिइराख्नु भएको छ, त्यो खर्च। अब तपाई यहाँ लेख्नु होला 2 कति छ? 10% डिबेन्चर। यहाँ लेख्नु होला 10% डिबेन्चर अकाउन्ट। अब यहाँ एउटा अझ लेख्नु 2 प्रिमियम on redemption of debenture account, ठीक छ। अब यति चाहिँ एन्ट्रीज फर इस्युड मा हुन्छ। अब यहाँ डिबेन्चर छ भने यहाँ ब्रैकेट ओपन गर्नु होला। कति रुपैयाँ लिनुभएछ? 4000। कति रुपैयाँको दरले? एट 100 इच। अब 4000 इन्टु 100 गर्नुहुन्छ, कति हुन्छ? क्रेडिटमा 4 लाख। अब काम रहेको छ प्रिमियम अन रिडेम्पसन अफ डिबेन्चर। अब यो जुन 10% प्रिमियम दिनु पर्छ, 4000 को 10% नइकाल्नु होला। 100 रुपैयाँ को 10% पार भ्यालुमा यो हेर्नु। 100 रुपैयाँ को 10% कति हुन्छ? 10 रुपैयाँ हुन्छ। यहाँ 10% निकाल्नु होला।
100 रुपया को 10%, तो 100 इंटू 10 भागे 100, 100 बाट 100 जान्छ 10 हुन्छ। अब कति रुपया लिएछ 4000 इंटू 10, अब 10 का प्रिमियम तो दिनु पर्छ। अब 4000 इंटू 10 गर्नुहुन्छ कति हुन्छ 40000, यो पनि क्रेडिटमा, ठीक छ। अब यो जति यहाँ प्रिमियम तिरेको छ, कति तिरेछ 40000, त्यतिकै नै लसमा एन्ट्री गर्नु होला, कति 40000। लस अन इस्यु अफ डिबेन्चरमा जति प्रिमियम तिर्छ त्यतिकै त्यसको लस हुन्छ, बुझ्नुभयो। अब तपाईले थाहा होला डेबिट इक्वल टु क्रेडिट गर्नुपर्छ। 40000 40000 मिलेको छ, बैंक चाहिँ टुकु टुकु हेर्दैछ। अब बैंकमा कति थप्नु पर्छ, कति थप्दा इक्वल हुन्छ, यो 4 लाख अमाउन्ट छ, यो बैंकमा डिटो सार्नु होला, ठीक छ। अब यो तपाईको त खर्च हो, एक्सपेन्सेस हो। अब सेकेन्ड स्टेपमा तपाई यसको एन्ट्री नगर्नु होला। यहाँ सेकेन्डमा आउँदाखेरि एउटा नारेसन लेख्नु होला, बिङ 10% डिबेन्चर एट पार, सानो लेख्दा हुन्छ। अब 2 नम्बरमा एन्ट्रीज फर रिडेम्पसन, अब लस इस्यु अफ डिबेन्चर को एन्ट्री मात्र पारमा हुन्छ, सुरुवातमा तपाई कति तिर्नु भयो। अब यसको एन्ट्री 2 नम्बरमा हुँदैन, एन्ट्रीज फर रिडेम्पसनमा। अब यहाँ बैंक डेबिटमा छ, क्रेडिटमा यहाँ लेख्नु होला सेकेन्ड नम्बरमा। 10% डिबेन्चर क्रेडिटमा रहेछ, डेबिटमा लेख्नु होला। प्रिमियम तपाई यहाँ क्रेडिटमा लेख्नुहुन्छ, यसमा डेबिटमा लेख्नु होला। अब कसरी लेख्नुहुन्छ, यहाँ 10% प्रिमियम, 10% डिबेन्चर अकाउंट डीआर, सेम छ 10% डिबेन्चर अकाउंट डीआर। डिबेन्चर को अमाउन्ट कति छ 4 लाख, तपाई 4 लाख सेम सार्नु होला। अब यो प्रिमियम छ, केमा छ क्रेडिटमा छ, यहाँ डेबिटमा लेख्नु होला। प्रिमियम on redemption of debenture। अब कति आएको छ यसको अमाउन्ट 40000, यहाँ 40000 लेख्नु होला। अब रहेको छ के बैंक, यहाँ टु बैंक अकाउंट। अब बैंक अकाउंट में कति अमाउंट तपाई लेख्नुहुन्छ, यो 4 लाख प्लस 40000 जोडेर 4,40,000 एन्ट्री गर्नु होला। 4,40,000। अब यहाँ पनि नारेसन लेख्नु होला, बिन 10% डिबेन्चर एट प्रीमियम। अब डेबिट को अमाउंट कैलकुलेशन गर्नुलाई
क्रेडिट को अमाउन्ट क्याल्कुलेसन गर्नु दुबै इक्वल आउँछ ठीक छ। अब अमाउन्ट हेर्नु न सेम अमाउन्ट यहाँ छ सेम अमाउन्ट यहाँ छ इक्वल छ बनाएको हिसाब चाहिँ करेक्ट छ। अब भिडियोलाई लाइक सब्स्क्राइब शेयर कमेन्ट गर्न नबिर्स्नु होला। थ्यांक यू।